यी दुई पेजहरूमध्ये सबैभन्दा पहिले कुन पेजलाई फलो गर्नुहुन्छ? पक्कै पनि राइट साइडको पेजलाई फलो गर्नुहुन्छ, किनकि यो पेज सिस्टमेटिक वेमा मिलाएको छ। आजको यस भिडियोमा म तपाईहरुलाई सिकाउँछु कि कसरी फेसबुक पेजलाई सिस्टमेटिक वेमा मिलाउन सकिन्छ, जुन एकदमै प्रोफेसनल लाग्छ। यसमा सबैभन्दा पहिले क्याटेगोरी डिसाइड गरेको हुनुपर्छ। त्यही अनुसार नेम, कभर पेज, बायो राख्नेछौँ। सबैभन्दा पहिले आफ्नो फेसबुक पेज ओपन गर्नुहोस्। त्यसपछि माथि दिएको 3 डटमा क्लिक गर्नुहोस्। त्यसपछि एडिटमा क्लिक गर्नुहोस्। अनि तपाईहरुलाई देखाउँछ यहाँ प्रोफाइल पिक्चर, अवतार, कभर फोटो, बायो, डिटेल्समा तपाईहरुले आफ्नो क्याटेगोरी सिलेक्ट गर्न सक्नुहुन्छ। सबैभन्दा पहिले हामीहरु क्याटेगोरी चेन्ज गर्छौं। क्याटेगोरीमा तपाईहरुको अलरेडी डिजिटल क्रिएटर राखेको हुन्छ। यसलाई चेन्ज नगर्दा पनि त्यति खासै फरक पर्दैन। त्यसैकारणले म यसलाई चेन्ज गर्दिन। अब आयो हाम्रो लोगो, हामीहरुको यहाँ प्रोफाइल पिक्चर। प्रोफाइल पिक्चरमा चाहिँ तपाईहरुले आफ्नै फोटो पनि राख्न सक्नुहुन्छ। मैले मिडिया च्यानल खोलेको हुँदा मैले प्रोफाइल पिक्चर फरक राख्छु। त्यसको लागि मैले अलरेडी नेम, प्रोफाइल पिक्चर र कभर फोटो बनाइसकेको छु। अब यहाँ एडिटमा क्लिक गरेर तपाईले आफ्नो प्रोफाइल पिक्चरलाई सिलेक्ट गर्नुहोस्। मैले ए बनाएको हुँदा मैले यसैलाई सिलेक्ट गरेँ। त्यसपछि सेभमा क्लिक गरिदिनुहोस्। त्यसपछि कभर फोटोलाई चेन्ज गर्नको लागि कभर एडिटमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले बनाएको कभर फोटोमा क्लिक गर्नुहोस् र सेभमा क्लिक गरिदिनुहोस्। अनि बायोमा के राख्ने त? बायोमा के राख्ने भन्दाखेरि तपाईले कस्तो टाइपको भिडियोहरू बनाउनुहुन्छ, त्यही अनुसार नै राख्नुहोस्। तपाईले यदि फनी भिडियो बनाउनुहुन्छ भने फनी भिडियो राख्नुहोस् र जुन खाले भिडियो बनाउनुहुन्छ त्यही अनुसारको बायो राख्नुहोस्, जसले गर्दाखेरि एकदमै दामी देखिन्छ। तपाईले ब्लगिङ, गेमिङ जुन भिडियो तपाईहरुले बनाउनुहुन्छ त्यही खाले बायो राख्नुहोस्। आफ्नो नम्बरहरू पनि राख्न सक्नुहुन्छ। जे तपाईहरुले गर्नुहुन्छ त्यही राख्दा एकदमै राम्रो देखिन्छ। अनि सेभमा क्लिक गरिदिनुहोस्। अब फाइनली तपाईको पेज एकदमै प्रोफेसनल लाग्न लागेको छ। मैले अहिले नेम चाहिँ चेन्ज गरिन, तर हेर्नुस् त कति प्रोफेसनल लागिरहेको छ।